यता हो क्या बाटो यता जाने बाटो हेलो कति राम्रो उकाली चढ्नलाई आइ हामी दर्शन गर्न ल है सबैलाई दाजुभाइ नमस्ते सबैलाई ल है सबैलाई दाजुभाइ नमस्ते सबैलाई बुढीमा आयो पुतारी फुरुरु निष्ठुरी रहेछ रोइछ र्यो दोरुर जङ्गलमा त पुरै मधेर भान त यार मेरो आँखा मात्र भाग्यो लिएर आएको जस्तो रमाइलो गर्नुभएको तपाईँले पो लिएर हिँड्नु घुम्नु पर्दो रहेछ मजा आयो नि त जङ्गल हाम्रो गाउँठाउँको जङ्गलमा हिँडे जस्तो भयो नि तोरण सोरण चट्टाई आयो क्या मन्दिर आयो अब दाम ए त आइए पो कि लडेको छ त अहिले आउनु पर्नु सबैले हेर्छन् लगाउनु या रमाइलो ठाउँमा आयो है हामी रमाइलो ठाउँमा आयो यो चाहिँ मणिचुड द भन्नु रहेछ यो चाहिँ शिवपुरी राष्ट्रिय निकुञ्जको चाहिँ क्षेत्र भनेर भन्नु रहेछ है हामी चाहिँ पहिलोचोटि आएको खासै चिनेको चाहिँ थिएन यहाँ सोध्दै सोध्दै आउँदै त्यो कुराहरू यहाँ प्राप्त भयो होइन पानी यहाँ प्रयोग गर्न साबुन पो हो पानी धारा यहाँ होइन मेरो पछि पछि हो नि आउनु पहिला 500 हाल्नुहुन्छ के गहिरो छ कि कसो है भाइ यता मान्छे डुब्छ तिनधारेको यो चिसो पानी मरि भिडियो चाहिँ म नेक्स्ट भिडियोमा चाहिँ देखाउने छु ल हामी चाहिँ यसरी घुमफिर गर्दै छौँ ल अन्धकार भित्र एउटा ज्योति छ करुणाको बाटो सारै सजीव छ शान्ति करुणा मार्ग बुद्धले देखाएको मनको यो तीर्थ प्रेमले मेटाएको शान्ति